नमस्कार नमस्कार। बस्नु न। अनि आज के कति कामले आउनुभयो त मेरो घरसम्म? बस्नु। म यहाँ बस्न आएको होइन, कुरा सिधा सिधा छ। अब मेरो छोराको बिहा गर्ने उमेर पनि भइसक्यो, तिम्रो छोरीको पनि उमेर भइसकेको बुझेँ। त्यही भएर मेरो छोराको लागि तिम्रो छोरीको हात माग्न आएको म त। होइन, यो कस्तो तरिका हो छोरी माग्ने? घरको सामान पैसा मागे जस्तो हो र छोरी? यस्तो तरिकाले म त छोरीको हात कसैलाई पनि दिदिनँ। नानी कहाँ जान लागेको त? ट्युसन जान लाग्यो आमा। किन र? छोरी मान्छेले धेरै पढ्नु हुन्न। आमा किन, के भएर? काका बा ठुला बा सबै आएका छन्, किन र? नानी अब तेरो बिहे गर्नु पर्यो बा, उमेर पनि ठिक्क भएको छ। गर्दिन म बेसी, अहिले बिहे गर्ने मन छैन। मधु चुप लाग, तेरो दिलले त खाली खाली कम से कम तैँले त मेरो इज्जत राख्न। मैले भनेको मान्न, त्यति पनि मान्दैनस्? बिहान बिहान मैले के काम गर्नु पर्यो दाइ? मेरो दिनदशा बिग्रिया हो कि त्यसको ग्रह बिग्रिया हो? फिटिकै काम बन्दैन। त गइस् भने काम बन्थ्यो कि? म भोलि नै जान्छु, त्यो काम फत्ते गरेर आउँछु। नमस्कार। नमस्कार हजुर। नमस्कार। बसौँ हजुर। बाबु केटी कस्तो लाग्यो? किन लजाएको मलाई त? केटी मन पऱ्यो कि परेन? केटी लजाउनु परिन्छ, तँ पो लजाएपछि के आयो बाबु? अर्को सबै कुराकानी भयो। दाइजोको कसो हो? दाइजोको कुरा गर्ने हो त हजुर। मलाई छोरी चाहियो हो, बुहारी चाहियो होइन। मलाई छोरी दिनुहोस् बस, दाइजो केही चाहिँदैन। फुल जस्तै छोरी कति दुःखले हुर्काइयो हजुर। छोरीको जात पढाइ गर्नकै नहुने, हाम्रो कक्षा अनुसारले भ्याएसम्म त हामी गर्छौँ हजुर। छोरीले दुःख नपाओस्। हो हजुर, हाम्रो छोरीले दुःख नपाओस्। हाम्रो छोरी बाहिर कहीँ पनि गएकी छैन, सोझी छ। यसलाई बाहिरको कुरा केही पनि थाहा छैन। छोरीले दुःख पाउँदिनन् हजुर। मलाई बुहारी चाहियो होइन, छोरी चाहियो हो। छोरीलाई म सुख दिएर पाल्छु, हजुरले केही चिन्ता लिनु पर्दैन।
मधु के भन्दैछ सुधान आमा किन रुनु भएको के भयो हामी छोरी मान्छेको कर्म पनि कस्तो छ है एउटा घरमा छोरी बनेर जन्म लिन्छौँ अनि अरूको घरमा गएर अर्काको बुहारी बुढी बनेर बस्नुपर्ने धिक्कार होस् के गर्नु त आमा मैले बिहे गर्दिनँ भनेको एउटा तपाईँहरूलाई के गर्नु त बा हुर्की बढेकी छोरीलाई घरमा राख्दा गाउँलेहरूले आँखा लाउलान् भनेर त्यही त होला नि ल ल घाँस काट छिटो के भयो भनौँ के भएन भनौँ तिमीलाई हुर्काइयो बढाइयो यत्रो बनाइयो यत्रो वर्ष माइतीमा बितायो आज कसैको सौदा गरेर पढाइ घर पठाउनु भएको छोरी के गर्नु त बा तिम्रो छोराहरू यो घरमा अटायो हामी छोरीहरू अटाएन होइन है बुढो बुहारी त जाँगरी रहेछ दाइजो साइजो त केही पनि आएन त कस्तो कुरा गर्छौ हामीलाई बुहारी होइन छोरी चाहिएको हो यो दाइजोको पछि नभएको त मेरो पालामा त ल्याउनु भएको थियो त दाइजो मेरो छोरालाई चाहिँ किन नदिए त ल भइगयो मैले नै यो दाइजो साइजो केही पनि चाहिँदैन भनेको बुहारी आलाका चाहिँ छन् केही पनि नभन् अनुहार मात्रै राम्रो भएर भएन बानी बेहोरा पनि गतिलो हुनु पर्यो ल के ल नयाँ ठाउँ नयाँ मान्छे बिस्तारै सिकाउँदै जाऊ न मायाले ल के ल होइन है भाउजू तपाईँको छोराको बिहेमा त बेहुलीपट्टिबाट केही पनि दाइजो आएन अरे नि त है बिचरा गरिब रहेछ केही पनि आएन जे भए पनि बुहारी चाहिँ हुन्न है तिम्रो मलाई थाहा छ मेरो बुहारी कति छ भन्ने तिमीलाई के त्यही त त्यस्तै लाग्छ भने तिम्रै घरमा गएर पाल नि त छ्या के बोलेको भाउजू आफ्नो बुहारीलाई नि त्यसो भन्छन् त अनि तिमी नै भन त माइतबाट दाइजो केही पनि ल्याइन यसलाई राखेर के गर्नु जे भए पनि बुहारी चाहिँ हुन्न है तिम्रो हाम्रो भन्दा त धेरै खुसी छ ए ल थाहा छ मलाई के कति छ भने होइन एक दादा
त्यो बुहारी कहाँ गई के गरी त्यति पनि तँ चाहिँ खोजी गर्न सक्दैनस्। तेरो जिम्मेवारी यही हो, कति दुःख दिन जानेको। ए बा मलाई पनि के थाहा त तिम्रो बुहारी कता जान्छ भनेर। म साथीहरूसँग चोकतिर काम थियो गइहालेँ। अब बारीतिर छैन, डोको लिएर गइछ भनेपछि यो पक्कै पनि जङ्गलतिर गयो होला। त्यति छ बा एकदम म पनि कस्तो चिन्ता थियो कि बुहारी, ए बुहारी, हजुर बुवा, आऊ घर जान पर्यो। डोको भरेकै छैन। त्यो डोको सोको छोरा आइहाल। फुस्केर बसेको छु। के हो? बुहारी, मलाई माफ गरिदियो। मैले गर्दा तिम्रो जीवन कति सुखमय थियो, यहाँ आएर दुःखले भरियो। अब जति नै दुःख पीर कष्ट भए नि यही घरमा जीवन बिताउने हो। मेरो बुढा मसँग सुत्न नपाएर दुखी भएको होला।
आउनु हेलो सुन म तेरो पुरानो बुढो यदि तँ मसँग भागिनस् भने तेरो शाखा सन्तान सिद्धाइदिन्छु बुझिस् मेरो कुरा सुन त